ए राम 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 यस्ता कुरा सुन्न खुब्रोहरू आएछ त्यो बङ्गाले देखेन होइन हामीले त उ गर्छौँ मैले ये भेन हौ फुर्काएर भेन हौ औ स्वागतका कुरा सुनाइदिनु न र केटकेटी आत्यो छन् सुन्न साँच्चै गीता साली कसरी मनाइ भनिदिउ त यही दिन पर्छ भयो राति घन्टी राख्दिएका यार 20 तारा मुनि के राख्दै घन्टी 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 टुर्लिङ 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 गानी अब ठ्याक्क उभा भनेपछि खाट हल्लिने जाउने कुरो जानकारी भयो त्यो बेसरी हल्लिने त ट्वाङ ट्वाङ सबै आएर नि क्यामेरा चोर्दैन धन्न घन्टी राख्दो कसरी मिलाएका हुन् मिलाउन पनि सबजना मेरो साली पर्ने हो क्या राजा सबैले उसलाई एकचोटि हेरिदिनु जस्तो गर पहिला साली हो अहिले फेरि त्यसले त्यो साथीले मन त देख्यो भनेपछि अहिले पर्ने भएको साखी चाहिँ होइन फेरि हेर केटकेटी हो बरु दिदीका मन्टा ट्वाक्क देखिन्छ मेरा मन्टा देखिन्छ पग्ले आउँछन् कहाँ देखिँदैन हौ हौ दिदीले त के भन्छन् त उडा हो कि क्या हो होइन उडे होइन हामी त म च्याप्दैछु खुट्टाले आज भेनाले नच्यापी कुलरको हावाले भुइँ मुनेर हान्ने चाहिँ भोलि त दिदी उठ्न सक्दैन न ऊ भेना किन यस्तै च्यापेर नि हुन्छ पेट दुख्ने गरी च्यापे त होइन मिलाएर च्याप्नु गर दिदी नि खुसी भए कि भए त केही होइन भानी त्यो उता गरेर धेरै सेन्द गरेर आऊ कि चौसाली अनि भएन पोका त त्यो उगे हाम्रो गाउँको दुना हुन्छ नि दुना त्यसो घट्टु पारा जस्तो भाग्यो खै एकचोटि उठ त साथै तल्ला हौ हौ उठ्न नभन्नुहोस् न साँच्चै नाङ्गै बसेको छु क्या हो नाङ्गै बसेको यार भेनाल चाबे अब भेनाले दिँदैन भेनाले चाबे ए दिदी त्यो खुट्टो तिमीले त्यसरी भिनाजुकोमा चपक्कै नपार त तँ राति आएर बेला शर्मा लाउने गाँथे तँ तलबाट पङ्खा चले नेक्सी लगाइन् त्यहीदेखि तल तँ भए जतिका सबै नेप्टीलाई पठाइदिन्छन् लाउने केही छैन त्यहाँबाट सर्लक्कै पारेर त्यहाँबाट फेरि उतारि फेरि तर ओ जित्तल हुने कि मेक्सी लाउने तलबाट हावा लाउने खुट्टो यसो गराएर बस्ने स्वाद खै कस्तो भन्थ्यो तँ भन्दा माथि त ए भगवान आज मोर्छ गुरुङ आज सिकाइदिल त आज भेनालाई मार्ने हो सालीले आज मैले होइन दिदीले चाहिँ जति सक्यो अब जे गर्ने हो दिदी छन् कर हामी त केही गर्दैन होला तैबाट होला चिज गर्ने अब आज आज त भाँच्ने भयो ऊ बाहिर के आहान तिमीहरूका दुईजनाले कति हल्ला गरे आऊ के अरे आऊ भने आहान बाहिर त सेट गर त्यस्तो जानेका त्यत्नै चिन राखेका हेर्नु त यताउता सर्न नपरोस् भनेर दुईजनाले त टुडको राखेर रहेछन् त्यो टुडको मिलाएपछि सबै हुने रहेछ त्यही गरौँ बसेर मिलाउने रहेछन् टुडको वाला किने रहेछन् क्या यिनीहरूले थ्याङ्क यू मिलन 4वटा फुल फालौँ यिनीहरू दुईजनालाई बोक्न लगाम दिदीलाई भिनाजु बोक्न लगाम भिनाजुलाई दिदी बोक्न लगाम कमल ग्यास डबल ल गीता तैँले हामीले 1000 ल्याइ मन तैँले पुच्छर पारिदिने हामी बोक्ने ल त्यही गर्न पर्छ गर्ने चाहिँ त्यही हो यहाँ कुरा मेरो तिम्रो दुइटाले खालि समाखाउ मात्रै त्यस्तो समाउने काम नगर सर भिडियो यस्तोमा हात लगाइदिनुहुन्छ हेर्नु त अहिले एकैछिन मैले
मैले लाउँदा के हुन्छ नि के छ र ए मैले त केही छ कि भनेर छैन के थाहा त्यो टेबल पङ्खाले उडाएर माथितिर पो ल्याइदियो कि भन्ने जस्तो मानेर का हेन हौ म त आँखा देख्दिनँ अन्न यिनीहरूले त अन्धधुन्ध बनाइदिएछन् के हाम्रो आँखा त कहाँ देख्ने गराइदिएछन् र यिनीहरूका दुईजना हेर्नु त कसो गरे हुन्छ नि यही यो दिन भने हुन्छ क्यामेरा तल नघुमोस् त्यति हो हामीले भनेको त्यति चाहियो भन्छन् त गीता के चाहियो चाहियो रे त्यो भिसी भाइ फिसीलाई एकातिर लट्काइदियो तिमीहरूका दुईजनाले पनि भिसी भनेको त्यही हो के उयो के भेना यिनी म्याकुराहरूले त भ्याए गर झ्याउलाउने जस्तो गरेर यहाँ त के भने खाना नि पुतली यहाँ पानी कथेर छर्किनी भने हुन्छन् यहाँ त एउटाले के लेखेका छन् भनेपछि पुतली यहाँ पानी कथेर छर्किनी लेख्या पुलमा भने पुतली पुतली पानी छर्किन्छन् पानी छर्केर हिँडेको हामी त ए त्यही भन्न खोजेर रहेछ नि मैले पढ्न नजानेर फुलमा पानी छर्कियो भने रहेछ नि यस्तो जानेको हारा केटी सर्टकटान जति पनि लेख्छन् जाने आँखा धेरै फर्स्ट हुन्छन् बनाइदिनु गीताले यतापट्टि पुच्छर बनाएर गर्छ कि ल सबैजना गर्नु भने डबल ट्यापले यिनीहरूका साँच्चै हो कि मात्रै होइन मैले यस्तो खतरा पनिसमेन्ट गरिदिन्छु कि त्यो उठेर यसो फिन 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 मात्रै पार्ने होइन के म्याकुरी भेना बताइदिनुहोस् त के पार्ने हो तपाईँको बुढीलाई केही थाहा छैन के गर्छन् इन्दा पुरै खत्रै भएको छ विदेश गएपछि त एउटा रोटी रहेछ यार होइन यार भेला म होइन गुरुङ कमलालाई चिन्नुहुन्छ त्यो गुरुङ कमलाको सङ्गतले गर्दा म यस्तै भएँ के ए नेपारे जम्मै नेपारे तिमीहरूका दुईजना कसो गरे हामीलाई पनि डराउनमा हाम्रो टिम पनि त्यही हो हाम्रो दाइ पनि आउनु के हो हजार त अब यिनका दुईजनाले देखाउँछन् फिल्म त्यहाँ म्याकुरा म्याकुरी टप 1 MBB चेक गर न म्याकुरा जतिजना मान्छे यहाँ छौँ त्यति नम्बर आएको म्याकुरा म्याकुरी तिमीहरू दुईजना अब थ्याङ्क यू सो मच मिलन थ्याङ्क यू माया त माया हो नि यार म्याकुरा म्याकुरी अब तिमीहरू हामी बुढो पुग्न म सक्दैन कि यार छिटो गराउन अब भेनालाई यहाँ काँदा राखेर खुट्टा यसो गराउने भेनाले दिदीले नकराउ है बुढा ठिक छ भन्ने दिदीले भेनाले फेरि तपार भन्ने भेनाले सुन म्याकुरा म्याकुरी काँदा राखेर त्यहाँखेरि दिदी भेनाले भन्ने होइन दिदीले भन्ने खुट्टा तेर्सो पार भेनाले भन्ने ठिक छ जबसम्म यहाँ मिलन हुन्छ हाम्रो टिम छ तबसम्म हामी डराउनु हाम्रो सब टिम हेर्नु एकपल्ट फकाएका भेनाले फकाएका फेरि भेनाले फकाएका मलाई के गराउँछ है मिल्नु भेना यिनले पेन्टी लगाएको नि लाउँछु भने नदिनु
भेना दिल्ला काना राख्नु खुट्टा सिधा बनाउने अरे काना होस् म्याकुरी यसरी सिधा यता हेर न ल ल यता हेर ल पेन्टीलाई लाउन हेर अब ल रेडी क्वेसन अब ल ल ल ल खाँदै हालिदिन्छु म्याट मैले मिलाएर काँदा राखेर खुट्टा दिल्ला सिधा पंखा बन्द गर्नु भेनाका काँदा दिदी भइसक्यो खुट्टा दिल्ला सिधा गराउन भन्नु पर्ने छोड्नु हुन्छ बरु पंखा गर बन्द गर के दुईजनाले जसरी पनि गर्नु पर्छ यसो गर यस्तै दुईतिर खुट्टा झुन्नाएर खुट्टा सिधा गराउन भन्नु क्या के त्यसरी कि देखेन गाड त्यसरी काँदा राख्न भन्यो कि मेरो म्याकुरा यस्तो के यहाँ म्याकुरा यसरी ट्याक्क समाएर दुईटा खुट्टा दिदीले ट्याक्क गराउने ल है के भन्यो घोडा चढाइ जाए हेर त काना कहिले नबसे जस्तो गर्ने गाडी काना अहिलेसम्म चढाइदैन कि के हो खुट्टा काना चढाइदैन अहिलेसम्म यसरी चढाऊ छिटो कुन स्टाइल हो गर्न परेन म्याकुरी मैले नै गर्छु तिमीले जे भन्छौ तिमीहरूका दुईजनाले तिमीहरूको तन्काइन्यौ यार दिदी यसरी यहाँ भेनाले राखेपछि तिमीले दुईटा खुट्टा अर्कोचोटि अर्को छ यार बुढी यार ल ल्या तिमीले नि ल्या म तिमीले भनेको पनिसमेन्ट मैले रन्काइदिन्छु के म तिमी त बरु तिमीले लगाइदिनु फेर्न गयो के तिमी पेन्टी लाउन गइथियो हामीले मलाई थाहा थियो मलाई बोक्न लगाइदिनु होइन अब गीताको घोप्टो पर त्यो पुच्छर फर्न लगाइदिने पछाडि यसरी चाक हल्नु लगाइदिनु त्यहाँ पछि मैले केही छैन भेन त्यस्तो नदिने तल हामीलाई यहाँ कुडे काँदा लगाइदिने होइन बारे हामीले पहिले लजाएर होइन बारे भन्न दिदी फेर्न गइथिन् मलाई थाहा छैन तर तपाईँले बिचबाट खुट्टा छिराएर दिदीलाई खुट्टा सिधा पार्न लाएर अलि सिधा पार भन्ने तपाईँले दिदीले होइन ठिकै छ भन्ने भन्न आजले गीताको फन पारिदिन पर्यो यत्रो खोइ 1100 जना हुनुहुन्छ खोइ सबले डबल ट्याप पारे पनि जिताउन पर्यो बुझ्नु पर्यो होइन के 1700 जनाको फेरि 1700 को टेप टेप आयो भने नि हामीले यिनीहरूलाई फेरि दिन सक्छौँ पनिसमेन्ट बोल्नु ल अब गीतालाई अब पुरा प्लस फन्डाइदिने गराइदिने सबले ल कस्तो हुने ल गीतालाई अब ट्याक्कै 1000 मलाई यिनीहरूलाई दिन पर्छ के बेला बोले छैनन् के सिधा बना